आज मामाहरूबाट आउँदा गाडी नै भेटेन। सो नमस्ते एभ्रिवान, तपाईँहरू सन्चै, म पनि एकदम सन्चै छु। सो अहिले चाहिँ म घर जान लागेको मामाहरूबाट, अनि म मात्रै होइन, ठुलो मम्मी, दिदी, मम्मी, म, बहिनी सबैजना मिलेर घर जान लागेको। अनि एकैछिन बसेर मम्मीहरू चाहिँ है जङ्गला छोडिदिइराखेर अनि म चाहिँ छिटछिटो आएको। यहाँ आउँदा त बाइक मात्रै हिँडिरहेको थियो म, अनि गाडीहरू चाहिँ आनै थिएन। म चाहिँ गाडी आइसक्यो भने कुदेर आएको, अनि गाडी चाहिँ आउँदैन रहेछ। अनि त्यसपछि अर्कै गाडीमा गएको। आएपछि हिजोको पानीले यस्तो खोला धमिलो भएको थियो। अनि एकैछिन बसेर अनि अर्को गाडीमा चढेर बटार्नी पुग्यो। अनि एकैछिन बसेर अनि यहाँ नि गाडी हेरेर थालेको, अनि गाडी नै आउँदैन। धेरै बेर बस्यो, झन्डै 2 घन्टा बस्यो। अनि त्यसपछि धेरै बेर बस्दा बस्दै अरू गाडीहरू त आएको आइथियो, हाम्रो गाउँ जाने त आएकै थिएन। अनि एकैछिन बसेर मैले गाडी भेटेँ, अनि मम्मी म सबैजना चढेर हिँडिदिएको। आजलाई यति नै, सबैले सब्सक्राइब गरिदिनु होला। अनि म फाइनली घर पनि आइसकेँ। अब यही हो, सबैले सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।